प्लान बिना दिन सुरु गर्नु भनेको चाहिँ गन्तव्य बिनाको यात्रा गर्नु जस्तै हो। साथीहरू, बिहान सबेरै उठेर प्लान नगरी काम सुरु गर्नुभयो भने दिनभर बिजी भए पनि त्यो दिन तपाईको प्रोडक्टिभ हुँदैन। प्लानले एकदम क्ल्यारिटी ल्याउँछ, क्ल्यारिटीले स्पिड दिन्छ अनि सक्सेसफुल मानिसहरू आफ्नो डेली प्लान बनाउँछन्। कुन काम पहिले गर्ने अनि कुन काम पछि गर्ने भनेर सोध्छन्। उनीहरूले सिम्पल टु डु लिस्ट बनाउँछन्, प्रायोरिटी सेट गर्छन् अनि त्यस्तै गरेर प्लान भएको दिन प्रोडक्टिभ हुन्छ। कहिलेकाहीँ तपाईँ पनि तयार गर्नुहोस् त। यदि प्लान छैन भने तपाईले त्यो दिन फिल गर्नुहुन्छ कि त्यो दिन तपाईको वेस्ट भयो। त्यसैले इफ यु फेल टु प्लान, यु प्लान टु फेल। तपाईले प्लान गर्न भएन भने अथवा सफल हुनु भएन भने त्यो दिन तपाई फेल हुनुभयो अथवा तपाईको योजना असफल भयो।